केटी मान्छेहरूलाई सबभन्दा मन नपर्ने कुरा र रिस उठ्ने कुरा भनेको नि कसैले उनीहरूलाई छोरी मान्छे भएपछि यस्तो हुनुपर्छ, एउटा छोरी हो तैँले यस्तो गर्नुहुन्न भनेर उनीहरूलाई भन्यो भने उनीहरूलाई धेरै रिस उठ्छ, नराम्रो लाग्छ। तर जब हामी जस्तो केटाहरूलाई सबैजनाले यत्रो उमेर भइसक्यो, परिवारको जिम्मेवारी बोक्ने बेला भइसक्यो, बिहे गर्यो भने 4-5वटा छोराछोरी हुन्थ्यो, त्यो छोराछोरीलाई कसरी पाल्छ होला यसले? छोरा मान्छे भएपछि अलिकति हट्टाकट्टा हुनुपर्छ, कामसाम गर्नुपर्छ, भोलि तँलाई कसैले पनि छोरी दिँदैन जस्तो कुराहरू हामीलाई भन्दाखेरि हामीलाई पनि धेरै नराम्रो लाग्छ भन्ने कुरा। यो समाज, आफन्त, इष्टमित्र कसैलाई पनि थाहा छैन। छोरी मान्छे भइसकेपछि घर एक न एक दिन छोडेर जानु नै पर्छ भन्ने कुरा धेरैचोटि सुनिसक्यो। तर छोरा मान्छेहरू बिहे हुनुभन्दा अगाडि घर छोडेर गइरहेको हुन्छ, अरूको देशमा दुःख गरी गरी पैसा कमाएको हुन्छ, अनि घरमा भने जस्तो पठाउन नसक्दाखेरि ए फलानुको छोरो त यस्तो ठुलो देशमा गएको रे, पैसा 1 रुपियाँ पठाउँदैन रे, सरी बारम्बार केटाहरूलाई भन्दाखेरि केटाहरूलाई चाहिँ नराम्रो लाग्छ कि लाग्दैन? एउटा कुरा थाहा छ, जब स्कुल कलेजमा कसैले होमवर्क गरेर लिएर आएन भने केटी मान्छेहरूलाई हत्तपत्त कुनै पनि सर म्याडमले पिट्दैन। यो कुरा थाहा छ किन? जसले दुःख, पीडा, रिस, दुनियाँको गाली, बेइज्जत सबै जसले सहन सक्छन् यो दुनियाँले त्यसलाई नै पिट्दो रहेछ नि, त्यसलाई नै हात हाल्ने गर्छ। एउटा कुरा चाहिँ जहिले पनि केटा मान्छेहरूले सुन्नु पर्दो रहेछ, जब केटाहरूको बिहे गर्ने उमेर हुन्छ नि तब घर परिवारले भन्नुहुन्छ यदि केटीको परिवार हुने खानी छ, ठुल्ठुलो ठाउँमा जागिर गर्छ भने उसँग म कहिले पनि तेरो बिहे हुन दिनु, किनभने केटी साधारण भयो भने उसलाई सजिलै अपनाउन सकिन्छ उसको परिवारलाई भनेर। तर छोरा यदि तेरो जिन्दगी साधारण खालको चलिरहेछ, अहिले काम काज केही पनि गरेको छैन भने तँलाई कुनै पनि हालतमा कुनै खाने परिवारबाट छोरी माग्न जाने बेला कसैको पनि परिवारले हातमा सुम्पिन दिँदैन।